हिन्दू धर्मशास्त्रहरूमा देवर्षि नारद एक बहुआयामिक व्यक्तित्व हुन्। उनी भगवान विष्णुका प्रिय भक्त, त्रिकालदर्शी ऋषि र ब्रह्माण्डभरि नै ज्ञान र भक्तिको सन्देश प्रवाह गर्ने दिव्य दूतका रूपमा प्रतिष्ठित छन्। उनको वीणाको मधुर झन्कार र नारायण नारायणको पवित्र ध्वनिले भक्त हृदयलाई शान्ति र प्रेरणा प्रदान गर्दछ। तर जब हामी टेलिभिजनको सिरियलहरूमा नारदको चरित्रलाई सीमित दायरामा देख्छौँ, तब पुराणहरूमा वर्णित उनको गहन ज्ञान, भक्तिका लागि प्रेरणा र महान ग्रन्थहरूको सिर्जनामा रहेको उनको महत्त्वपूर्ण भूमिका ओझेलमा परेको अनुभव हुन्छ। पुराणहरूमा देवर्षिलाई केवल सूचना आदान प्रदान गर्ने मध्यस्थकर्ताको रूपमा मात्र चित्रण गरिएको छैन, बरु उनी ज्ञानको ज्योति फैलाउने र भक्तहरूलाई सही मार्गदर्शन गर्ने आध्यात्मिक गुरु पनि हुन्। श्रीमद् भागवत महापुराण जस्तो भक्ति रसले परिपूर्ण ग्रन्थको प्रादुर्भाव नारदकै प्रेरणाबाट भएको तथ्य भागवत पुराणमा वर्णित कथाले नै व्यक्त गरेको छ। उनले नै व्यास मुनिलाई सांसारिक दुःखबाट मुक्त भएर भगवानको महिमा गाउन र यो महान ग्रन्थको रचना गर्न उत्प्रेरित गरेका थिए। त्यति मात्र होइन, आदिकवि वाल्मीकिलाई रामायण जस्तो कालजयी काव्य लेख्न प्रेरित गर्ने श्रेय पनि देवर्षि नारदलाई नै जान्छ। कथा अनुसार वाल्मीकिले एउटा व्याधले क्रञ्च पक्षीको जोडी मध्ये एकलाई मारेको देखेर करुणाले भरिएर श्राप दिए, जुन एउटा श्लोकको रूपमा व्यक्त भएको थियो। यसपछि ब्रह्माजीको प्रेरणाबाट वाल्मीकिले नारद मुनिलाई भेटेर श्रीरामको पवित्र कथा सुन्ने इच्छा व्यक्त गरे। देवर्षि नारदले वाल्मीकिलाई संक्षेपमा श्रीरामको सम्पूर्ण कथा सुनाए, उनलाई यस पुण्य कथालाई श्लोकबद्ध गर्न प्रेरित गरे। नारदको यही प्रेरणाले नै विश्वलाई रामायण जस्तो अनुपम कृति, पहिलो महाकाव्य प्राप्त भयो। भक्त प्रहलादको अटुट भक्ति र बालक ध्रुवको दृढ तपस्यामा पनि नारद मुनिको महत्त्वपूर्ण भूमिका देखिन्छ। प्रहलादले आफू आमाको गर्भमा छँदै देवर्षिबाट श्रीहरिको भक्तिको दीक्षा पाएका थिए। पछि हिरण्यकशिपुको अत्याचारबाट प्रताडित प्रहलादलाई नारदबाट पाएको ती शिक्षा र दीक्षाले नै धैर्य र भक्तिमा अडिग रहन मार्गदर्शन गरिरह्यो। त्यसैगरी बालक ध्रुवको कथा पनि नारदको प्रेरणा बिना अपूर्ण रहन्छ। आफ्नी सौतेनी आमाको कठोर वचनबाट दुखी भएर वनमा तपस्या गर्न गएका ध्रुवलाई नारद मुनिले नै भगवान विष्णुको आराधना गर्ने सही विधि र मार्ग सिकाएका थिए। नारदको मार्गदर्शनले नै ध्रुवलाई बाल्यकालमै अटल भक्ति र दिव्य ज्ञान प्राप्त गर्न मद्दत गर्यो, जसको फलस्वरूप उनले ब्रह्माण्डमा अमर स्थान पाए। तर जब हामी टेलिभिजन सिरियलहरूमा नारदको चरित्र देख्छौँ, तब पुराणहरूमा वर्णित उनको गाम्भीर्य, ज्ञान र भक्तिका प्रेरणादायी पक्षहरू प्राय ओझेलमा परेको महसुस हुन्छ। सिरियलहरूमा नारदको चरित्रलाई प्राय हास्य प्रधान विदूषक र झैझगडा गराउने कुरौटे व्यक्तिको रूपमा प्रस्तुत गरिन्छ। उनी एक ठाउँबाट अर्को ठाउँ सूचना पुर्याउँदै रमाइलो गर्ने, दुई पक्षलाई भड्काउने र कहिलेकाहीँ षड्यन्त्रमा समेत संलग्न भएको देखाइन्छ। उनको नारायण नारायणको उच्चारण पनि प्राय कुनै समस्या उत्पन्न गराउन आउँदै गरेको सङ्केतको रूपमा प्रयोग भएको देखिन्छ। यो कदापि सकारात्मक कुरो होइन। यसले त सद्ग्रन्थ र महात्माहरूको अपमान गर्न सिकाउँछ। देवर्षि नारद हिन्दू धर्ममा ज्ञान, भक्ति र प्रेरणाका एक अजस्र स्रोत हुन्। हामीले यो तथ्य बुझ्नै पर्छ, ग्रन्थहरूको अध्ययन गर्नै पर्छ। पुराणहरूमा वर्णित ज्ञान, भक्ति र प्रेरणाका संवाहक देवर्षि नारदको गहिरो महत्त्वलाई हामीले बुझ्नु र बुझाउन आवश्यक छ। यसरी मात्र हामी उनको वास्तविक स्वरूपलाई सम्मान गर्न सक्नेछौँ।